आज पनि म खोलामा जान लाग्यो बोल्छीले माछा मारिन्छ कि त्यो त थाहा छैन हेरौँ के हुन्छ अनि म चाहिँ खोलामा आइसकेको थिएँ किनभने खोला नजिक छ नि त हाम्रो गाउँदेखि अनि म मात्रै गयो होला भनेको त्यो दाइ पनि पुरा गुर्ता बोकेर चरा मार्न आएर चाहिँ ल सिकारी पेट भयो घैँडी जात्रो पेट भयो भने जस्तै भयो अनि आज बिहान लास्टै घाम भएको थियो कि अब यति बिहान यस्तो घाम भयो दिउँसो कस्तो हुने होला अनि बाघले पुरा शिकार ढुकाए जस्तै मैले पनि ढुकिरहेको थिएँ तर त्यही ढुक्ने गरममा आज चम्पट पैसिना आएर खतम पार्दैछ अब यस्तो घाममा पनि अब के गर्ने के मजा पनि अब फिसिङ लबर पर्यो अनि माछा मार्ने भनेपछि फेरि रहर लाग्छ कि अब मजा पनि आउँछ होइन अब त्यस्तै हो नि कसैले मनपर्छ कसैले मन पर्दैन इन्तजारको फल मिठो हुन्छ भने जस्तो परिगयो गिराए तर ठुलै थियो एक पाउ जतिको थियो आजको फर्स्ट माछा पनि मारिसकेको थिएँ देख्न सक्नुहुन्छ होइन स्टार्टिङ त फेरि ठुलै माछाबाट भयो अब इन्डिङ पो कसरी हुन्छ अब त्यो त थाहा छैन अनि म चाहिँ गरानमा आएको थिएँ साँझतिर बल खेल्न अनि बल खेल्न थालेँ एकछिन अनि भाइहरूले के रोनाल्डोको स्किल देखाइदिनु थियो भाइहरू पुरा छ पोल्टाएको कि एकछिन बलसल पनि खेल्नु फिजिकल पनि गर्यो आजको डे स्टोरी भ्लग चाहिँ मेरो युट्युब च्यानलमा चाहिँ एक्चुअली भिजिट गरिदिनु होला हजुरहरूले मेरो फिजिकल पनि भ्लग मन परेपछि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू फर वाचिङ